आज म यो हाइडेको पारि यो ढुङ्गा भएको तल आइपुगेको छु। त्यो माथि ढुङ्गा भए पनि एकदम खेती किसान गर्नेहरूलाई चाहिँ यो चाहिँ हाइडे ल बोझे खोलाबाट मुनि भन्छन्। हामी चाहिँ यही बाटो यही जङ्गल हुँदै आइपुग्यो। बाटो एकदम अप्ठ्यारो, बर्खाको समयमा त यो बाटो आउनै सकिँदैन। अत्याधिक ढुङ्गा पर देख्न सक्नुहुन्छ दुधकोसी सुनकोसी मिसिएको। अन्त चाहिँ यस्तो ढुङ्गा हुँदा पनि यहाँका कृषकहरूले चाहिँ ढुङ्गा पन्छ्याउँदै उब्जनी गरिरहनु भएको छ। चट्टानै चट्टान तपाईँहरू देख्न सक्नुहुन्छ। हेर्नुहोस्, दुधकोसी र सुनकोसी या भने कोसी। लु यो चाहिँ रुखको संरक्षण गरेर घर बनाइएको। वन जोगाउँ स्वस्थ रहौँ भन्ने नाराले उहाँले अपनाएर टक्कसँगले यसरी नै घरलाई टक्क लानु भएको छ। ए प्रभु, घर पनि फेरि मजाको छ नि। के पो लेखा छ अरे घरमा? रामकुमार, रामकुमार निवास। रुखलाई जोगाउनु पर्छ भन्ने उद्देश्यले चाहिँ उहाँले यो फोस्रोको रुख, हामी चाहिँ यसलाई स्याल फोस्रो भन्छौँ। तपाईँहरू के भन्नुहुन्छ? स्याल फोस्रोको रुखलाई चाहिँ मजाले जोगाएर बनाइएको घर। हलेसी तुवाचुङ नगरपालिका यो कति नम्बर? 9 नम्बरै वडा पर्छ होला हौ। 9 नम्बर भन्छ, 2 नम्बर माथि 2 नम्बर हो नि त यसो खर्का।